मान्छु दृढ विश्वास आकाश जसलाई म आकाङ्क्षा ठान्छु दृढ उच्च आकाङ्क्षा आकाश जसलाई म हृदय मान्छु विशाल हृदय। म आकाशबाट झर्ने झरी वर्षासँगै रुझेको छु। इन्द्रेणी लाग्दा आकाशमा उल्लसित हुँदै कुदेको छु। मैले आकाशमा छोराछोरी जस्तै जुन तारा देखेको छु र धेरै धेरै माया गरेको छु। मैले आकाशमा बल्दै गरेको सूर्य भेटेको छु र उज्यालो गीत लेखेको छु। मनमा कुराहरू खेलिरहेछन्। पालो पालो हेर्दैछु आकाशलाई र छोरालाई। भन्न सकिरहेको छुइनँ के जवाफ दिउँ उसलाई। मलाई मलाई सानो छोराले सोध्यो, बाबा आकाश खस्यो भने के हुन्छ? नमस्ते सम्पूर्णमा, म विश्व सिग्देल। आवाज र अनुभूतिको दोस्रो श्रृङ्खलामा यहाँहरूलाई स्वागत गर्न पाउँदा म अत्यन्त हर्षित छु। यहाँ मेरा अगाडि दिग्गज कविहरू हुनुहुन्छ। हामीले सानामा जसका कविताहरू पढ्दै हुर्कियौँ ती कविहरूलाई देखेर अलिकति नर्भस म भइरहेको छु, किनकि मैले आदर गर्ने, मैले कविता लेख्न सिकेका व्यक्तित्वहरू मेरो अगाडि हुनुहुन्छ। म अब यो भीष्म दाइको एकल कविता भाषणमा यहाँहरूलाई स्वागत गर्न र भीष्म दाइलाई निम्त्याउन म यहाँ आएको मात्रै हो। एकैछिनमा भीष्म दाइ आउनुहुन्छ। नेपाली कवितालाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन अहोरात्र लागिरहनु भएको भीष्म उप्रेतीको मैले परिचय दिइरहनु पर्दैन यहाँ। तर उहाँका कविता सुन्नु अगाडि नेपाली साहित्यमा उहाँको योगदानलाई पुनः स्मरण गर्न, उहाँप्रति सम्मान मानेर छोटो परिचय म प्रस्तुत गर्न चाहन्छु। भीष्म उप्रेतीको जन्म विक्रम सम्वत 2024 माघमा झापामा भएको हो। उहाँ कविता, निबन्ध, आख्यान, अनुवाद र नियात्रामा कलम चलाउनुहुन्छ। कविता, निबन्ध, नियात्रा र उपन्यासमा उहाँका 24वटा पुस्तकहरू प्रकाशित भइसकेका छन्। त्यस्तै उहाँले अनुवाद गरेका विदेशी कवि लेखकका चाहिँ कविता, बालकथा र कथाहरूका 5वटा सङ्ग्रहहरू प्रकाशित छन्। उहाँका पुस्तकहरू अङ्ग्रेजी, हिन्दी, सिंहाली, फारसी, टर्किस, जापानी, खमेर, बाङ्ला, अरबी, मले र चिनिया भाषामा अनुवाद भएका छन्। यी त मैले कविताका किताबहरूका मात्र कुरा गरेँ। उहाँका कविता लगभग 100 कति भाषामा अनुवाद भएका छन् र किताब मात्रै चाहिँ कति भाषामा भएको छ भनेर मैले यहाँहरूलाई निवेदन गरेँ। उहाँले सार्क साहित्य सम्मान 2 चोटि प्राप्त गर्नुभएको छ, सन् 2019 र 2023। उत्तम शान्ति पुरस्कार, युवा वर्षमती पुरस्कार, गोपाल प्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार, शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार, कुमार सरस्वती उत्कृष्ट सिर्जना सम्मान, पवन आलोक नियात्रा पुरस्कार लगायत थुप्रै पुरस्कारहरू उहाँले प्राप्त गर्नुभएको छ। साथै 2050 सालको राष्ट्रिय कविता महोत्सवमा उहाँले प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो। उहाँ पेन इन्टरनेसनलको नेपाल च्याप्टर पेन नेपालका अध्यक्ष हुनुहुन्छ। यसरी मैले आदरणीय प्रिय कवि भीष्म उप्रेतीको परिचय दिइरहँदा यहाँ उपस्थित यहाँहरू सम्पूर्ण साहित्यिक मन, कवि मन र कविहरूलाई मैले नमन गरेँ। यहाँहरूको यो गरिमामय उपस्थिति कविताप्रतिको सम्मानलाई आभार व्यक्त गर्दै अब हामी भीष्म उप्रेती दाजुका कविता सुन्नेछौँ। दाजुलाई मञ्चमा निम्ताउँदै म पनि बिदा हुन्छु। धन्यवाद। यहाँ उपस्थित सबै मान्यजनहरूलाई नमस्कार। कविताको किताब पढ्नुभन्दा कविले वाचन गरेको कविता सुन्दाखेरि बढी आनन्द आउँछ। म आफूलाई त्यस्तो हुने भएको हुनाले मैले के सोचेँ भने एकचोटि कविता वाचनको कार्यक्रम नै अर्गनाइज गरौँ न भन्ने हिसाबले हामीले यो मेरो प्रकाशक शिखा बुक्ससँग सरसल्लाह गर्दै यो काम गरेँ। अब मैले कविता वाचन सुरु गरिहाल्नुभन्दा अगाडि यहाँहरूलाई विश्वजीलाई स्वागत गरिसक्नुभयो। म मेरो आफ्नो तर्फबाट पनि स्वागत गर्छु। अनि हामी सबैलाई लखेटिरहने हतार हामी सबैसँग छ, समस्या छन्। फेरि हामी यति बेला त
कस्तो लाग्छ भने इतिहासको सबैभन्दा सङ्कटपूर्ण अवस्थामा बाँचेको पुस्ता हाम्रो पुस्ता हो। हामीसँग अनेक समस्याहरू र अलिअलि आशाहरू पनि छन्। यसको बिचमा यो सबैलाई बोकेर हिँड्दाखेरि त्यसबाट यो टेक्निकली के भने विश्वजीको अनुहारमा छाया पर्यो, अलिकति पछाडि कस्तो उज्यालो हुन्छ, फोटो खिच्दा हुन्छ कि जस्तो लाग्यो। त के हुन्छ अब हेर्नुहोस् अघिको हामी यो सबै खालको समस्याहरू बोकेर बाँचिराखेको अवस्थामा कहिलेकाहीँ अलिकति फरक खालको वातावरणमा एकछिन बस्यौँ भने त्यसले एक खालको रिलिफ पनि दिन्छ भन्ने पनि मलाई लाग्छ। अनि कविताका प्रक्रियाहरू, कविताका परिभाषाहरू, कविताका सिद्धान्तहरू अनेकौँ छन्। त्यतातिर आज केही पनि कुरा नगरिकन मैले आफ्नो लागि कविता, मेरो लागि कविता भनेको एक खालको ध्यानस्थ अवस्था, ध्यानपूर्ण अवस्था पनि हो। त्यसले गर्दाखेरि मानसिक रूपले स्वस्थ बनाउनलाई सहयोग गर्छ। अनि हामीले यहाँ 1 घन्टा बसेर यो कविता सुनिसकेपछि मलाई लाग्छ यहाँहरूले पनि केही न केही फरक अनुभूति गर्नुहुन्छ होला भन्ने मेरो अपेक्षा छ। यही हिसाबले यो कार्यक्रम आयोजना गरेको, यो कार्यक्रम ठ्याक्कै हामीले 3 बजे सुरु गऱ्यौँ, 4 बजे सक्ने भनेर तयारी गरेको छौँ। 1 घन्टाभन्दा बढी समय म लिन्न। त्यस कारणले म धेरै ठुलो कविताका बारेमा यहाँ कत्रो विद्वान दाजुहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, मैले नबोल्नु ठिक हुन्छ, सिधै कविता पढ्ने ठिक हुन्छ। यति भनिसकेपछि म कविता वाचनलाई नै सुरु गर्छु। मेरो एकदमै ठुलो विषयहरूलाई अथवा लिएर लेखेको भन्दा पनि अनि कुनै थिम बेस्ड यो आजको आयोजना पनि नगरेको हुनाले हामीले बाँचेको अहिलेको यो कम्प्लेक्स र एकदमै धेरै चिजहरू मिसिएको समयमा यी सबै चिजलाई थोर बहुत सम्बोधन गरेर लेखेका खालका कविताहरू म आज यहाँ वाचन गर्छु। अब म आफ्नो कविता वाचन गर्न सुरु गर्छु। धेरै बोल्यो भने कविता सुनाउनेसँगै थोरै बाँकी रहन्छ, त्यस कारणले कवितातिरै जाउँ होला। पहिलो कविता, यसको शीर्षक प्रार्थना। प्रार्थना। मलाई तिम्रा आँखा देऊ स्वयम्भू, मलाई ती आँखामा आँखाका गहिराईमा पस्नु छ। मलाई तिम्रा आँखा देऊ स्वयम्भू, मलाई ती आँखाका गहिराईमा पस्नु छ। ती करुणा भरिएका घडा जस्ता आँखाबाटै पानी सुकेको नदी र हिउँ सकिएको हिमाल जस्तो जर्जर बनिरहेका सुत्दै गएका मान्छेहरूलाई निहालेर हेर्नु छ। संवेदनाका हातले छाम्नु छ सभ्यताको भोलिलाई। प्रार्थना गर्छु एकैछिन भए पनि मलाई तिम्रा आँखा देऊ स्वयम्भू। धन्यवाद। अर्को कविताको शीर्षक आँसु। आँसु। जब आँसुको बारेमा सोच्छु मलाई विचित्र लाग्छ। जब कोही अत्यधिक खुसी हुन्छ आँसु बग्छ। जब कोही अघोरै पीडाले थिचिन्छ आँसु बग्छ। कस्तो विशेषता हो आँसुको। मलाई आँसु र फुल उस्तै लाग्छ। फुल पनि त उत्सव र शोक यात्रा दुवैमा चढ्ने गर्छ। धन्यवाद। अर्को नदी र कवि। नदी र कवि। नदीले भन्यो कविलाई, अब म तिम्रा कविताहरूमाथि बग्छु। नदीले भन्यो कविलाई, अब म तिम्रा कविताहरूमाथि बग्छु। आफूलाई महान ठानिरहेको कवि त्यसपछि आत्तियो।
त्यस कविको कविता लामो समयदेखि सत्ताको वरिपरि मात्र अल्मलिरहेको कुरा नदीलाई थाहा थियो। धन्यवाद। मुस्कान, एउटा छोटो कविता। मुस्कान, तिमी मुस्कुरायो, म पलभरको उज्यालोले छोइएँ। तिमी मुस्कुरायो, म पलभरको उज्यालोले छोइएँ। मैले उठ्नु, हिँड्नु र बाँच्नु पर्ने कारण भेट्टाएँ। धन्यवाद। अर्को कविता चाहिँ मैले आमामाथि लेखेको छु। पोहोरको साल मेरो आमा बित्नुभयो। हामीहरूमध्ये यहाँ जसको आमा हुनुहुन्छ उहाँहरू धेरै भाग्यमानी हुनुहुन्छ भन्ठान्छु। जसको आमा अहिले साथमा हुनुहुन्न उहाँहरूलाई पनि यो कविताले मलाई जसरी नै भावनामय बनाउँछ होला भन्ने लाग्छ। अनि त्यसपछि मलाई दिन बसिराखेको बेलामा आमाको सम्झना आयो। त्यसपछि त्यो सम्झना मभित्र चढ्यो र यो कविता लेखायो। म त्यही कविता पढ्छु, आमा शीर्षकको। देह त्यागेपछि आमा कवितामा आउनुभयो। देह त्यागेपछि आमा कवितामा आउनुभयो। शब्दहरू बीचको खाली ठाउँमा थपक्क बस्नुभयो। पढ्नेहरू भन्छन् मेरा कविताहरूमध्ये अर्थको सबैभन्दा ठुलो गहिराई यसैमा छ। धन्यवाद। हामीलाई सधैँभरि लखेटिराख्ने घडी छ, अनि त्यसले अलिक शान्तसँग बस्न पनि दिँदैन। अलमस्ती बोकेर त्यत्तिकै केही नगरी रहन पनि दिँदैन। अनि त्यस्तै सन्दर्भलाई लिएर मैले एउटा कविता लेखेँ। यो कविताको शीर्षक हो घडी। भएकै कुरा पनि हो। घडी। मसँग 3वटा घडी छन्। एउटा मैले धेरै वर्ष अगाडि किनेको, अर्को बुबाको र अर्को साथीले उपहार दिएको। तर म घडी लगाउँदिनँ। घडी हुन्, चलिरहन् भनेर कहिलेकाहीँ घडीको ब्याट्री फेर्छु, पुछपाछ गरेर तिनलाई फेरि राख्छु। तर म घडी लगाउँदिनँ। मलाई थाहा छ समय बन्धन हो र म भने कवि हुँ। धन्यवाद। घृणा र प्रेम। हामी अहिले एकदम अप्ठ्यारो युद्धको अवस्थामा बाँचेका छौँ। अनेक खालका युद्धहरू छन्। हतियारका युद्धहरू, त्यस पछाडि हामीभित्र भएका अहङ्कारका युद्धहरू हामीभित्रै पनि छन्, बाहिर पनि छन्, होइन। सफ्ट पावरका युद्धहरू, हार्ड पावरका युद्धहरू, सबैको बिचमा हामी बसेको छौँ र हामीले हाम्रो सभ्यतालाई जोगाउनुपर्छ पनि भन्छौँ। अनि फेरि हामी आफै पनि कहिलेकाहीँ बग्लिन्छौँ र युद्धलाई प्रत्यक्ष अप्रत्यक्ष प्रोत्साहन गर्ने ढङ्गले व्यवहार पनि गर्छौँ। यस्तोकै बिचमा यो एउटा कविता मैले लेखेँ। यसको शीर्षक हो घृणा र प्रेम। युद्धलाई घृणा गरौँ र प्रेम गरौँ मानिसलाई। युद्ध मान्छेले गर्छ, हतियार मान्छेले नै उठाउँछ, मान्छेको रगत मान्छेले नै बगाउँछ, हामी जान्दछौँ। तथापि हाम्रो कामना र आवश्यकता दिगो शान्ति हो, समुन्नति र समृद्ध सभ्यता हो र गहिरो शान्तिको एकमात्र बाटो मान्छेले मान्छेलाई गर्ने प्रेम हो। युद्धलाई घृणा गरौँ र प्रेम गरौँ मानिसलाई। धन्यवाद। यो एउटा सानो प्रेमको कविता। प्रेमको कविता लेख्नलाई उमेरले छेक्दैन जस्तो लाग्छ। मेरो कवितामा पनि त्यही लेखेको छु। अनि यो चाहिँ हामी सधैँले, सबै मानिसले कुनै न कुनै रूपलाई, कुनै न कुनै स्वरूपलाई, कुनै न कुनै वस्तुलाई गरिरहने प्रेम पनि हो। यो त्यो खालको वस्तु पनि हो।
त्यही हिसाबले यो एउटा कविता मैले लेखेको छु, प्रेमको नयाँ कविता हो। मुटु, यसको शीर्षक मुटु। आफ्नो धमनीबाट झिकेर रगत रङ्ग्याएर उनलाई दिएको थिएँ मेरो मुटु। उनले त्यसलाई 2 दिनमै ओइली जाने गुलाब सम्झिन्। विश्वास बोकेर पर्खिरहेको छु त्यो दिन, जुन दिन उनले महसुस गर्नेछिन् त्यो गुलाबको फुल मात्र थिएन। प्रेममा केही कुरा पनि ढिलो हुँदैन। धन्यवाद। यो अर्को कविता, यसको शीर्षक मैले फोटो खिच्नु भनेर राखेको छु। आजभोलि त हामी जेसुकै गर्नुपर्दा पनि पहिला बरु अर्थ छोडेर पनि फोटो खिच्न हतार गरिहाल्छौँ, त्यो राम्रै कुरा पनि हो। त्यही सन्दर्भमा एउटा कविता छ, फोटो खिच्नु। फोटो खिच्यौ भने तिमीले स्मृतिहरू बनाउँछौ। फोटो खिच्यौ भने तिमीले स्मृतिहरू बनाउँछौ। सुदूर भविष्यको लागि स्मृति नै त हो साथी। अरू त सबैले बीच बाटोमै छोडेर गइहाल्छन्। जति धेरै स्मृतिहरू हुन्छन् तिमीसँग, त्यति नै धेरै बन्नेछौ सम्पन्न। सके जति फोटोहरू खिच। धन्यवाद। यो चाहिँ कविता फोटो छ, यसको शीर्षक मैले बीचमा भनेर राखेको छु। बीचमा उभिएको छु बाटोको बीचमा, एउटा किनारामा घाट छ, अर्को किनारामा छ मन्दिर। कहिले मन्दिर जान्छु, कहिले घाट। एउटा किनारामा घाट छ, अर्को किनारामा छ मन्दिर। कहिले मन्दिर जान्छु, कहिले घाट। मान्छेको जीवन मन्दिर र घाटको बीचमा अल्झिने रहेछ। धन्यवाद। एउटा कविता, आत्मविश्वास, यसको नाम। अँध्यारोमा छु, चिसोमा छु, उज्यालो र न्यानोको खोजीमा छु। तिमीले भन्यौ तिमी भौँतारिरहेका छौ यत्र तत्र। कहिले कुनै प्रवचनमा हराउँछौ, कहिले आम सभाको हल्लामा, भिडमा, वाद विवादमा। कहिले पस्छौ किताबभित्र, तिमी छटपटाइरहेका छौ। तर मैले तिमीभित्रै देखेको छु सूर्य। तर मैले तिमीभित्रै देखेको छु सूर्य। त्यो तिम्रो आत्मविश्वास तिमीलाई छोपिरहेको अँध्यारोलाई काट्न समर्थ छ र न्यानोपन जगाउन तिमीभित्र सक्षम छ। धन्यवाद। यो एउटा कविता, यसको अलिकति पृष्ठभूमि भन्न ठिक हुन्छ होला। 2023 को अप्रिलमा इन्दुजी र म सिमला गएको थियौँ। त्यो बेला पनि त्यहाँ चिसो थियो, एकदम पानी पर्यो। 2 दिन जति हामी बस्यौँ, पानी पर्यो, घाम पनि लाग्यो, पानी पनि पर्यो। अनि मलाई दिनेश दाईको, हाम्रो दिनेश दाई यहाँ आउनु भएको छ, दिनेश अधिकारी दाई, उहाँको कविता बिहे 1 बिहे 2 छ। त्यसमा उहाँले छाता र झरीको प्रसङ्ग लेख्नु भएको छ। अनि त्यो दिन हामी त्यहाँ थियौँ। अनि त्यहाँ चाहिँ हामी सिमलाको 3 चोटि मेयर भइसकेको एकजना मानिससँग सँगै कफी खाएर बसेको थियौँ। अनि उहाँले के भन्नुभयो भने हामी अलिक पर, हाम्रो होटल अलिक पर थियो, त्यो मेन माल रोडभन्दा अलिक टाढा थियो। अनि उहाँले यो छाता तिमीहरूलाई चाहिन्छ, यो तिमीहरू लिएर जाऊ भनेर आफ्नो छाता हामीलाई दिनुभयो। अनि मैले भने छाता तपाईँलाई पनि त चाहिन्छ नि भन्दा, म त यहीँको मान्छे, मलाई सबैले चिन्छन्, म व्यवस्था गरिहाल्छु नि भन्नुभयो। हामीले छाता लियौँ। यहाँसम्म एउटा पक्ष भयो। अनि अर्को कुरो चाहिँ अब परिवारमा लामो समय बसेपछि सँगै परिवारमा 2टा मान्छे, फरक सोच, फरक संस्कृतिको यो नीति त हो परिवार, होइन? त्यहाँ बसेपछि कहिलेकाहीँ विचारहरू नमिल्ने, अनि त्यसले गर्दाखेरि कहिलेकाहीँ अलिकति अन्तर्विरोधहरू हुने, यो स्वाभाविक हो। हामी परिवार भएको सबैले भोगेको कुरा हुनुपर्छ, त्यो स्वाभाविक हो। अनि हामीमा पनि त्यस्तो भइरहेको थियो। अनि त्यो दिन उहाँले छाता दिनुभयो। अनि हामी बाहिर निस्क्यौँ र त्यो एउटा छाता 2 जनाले ओढेर हामी हिँड्न थाल्यौँ। त्यहाँदेखि उता चाहिँ यो कविता सुरु हुन्छ। त्यहाँसम्मको चाहिँ पृष्ठभूमि भयो प्रकृति।
प्रकृतिले हामी दुईलाई घरभन्दा धेरै टाढा पहाडी सहर सिमलामा बोलायो र पानी पार्यो र हामी दुईलाई एउटा छाता दियो। सँगै भएर पनि हामी आफ्नै अहममा बाँचेको धेरै भएको थियो। सँगै भएर पनि हामी आफ्नै अहममा बाँचेको धेरै भएको थियो। एक्लो अनुभूति, एक्लो सोच बोक्न थालेको, सँगै हिँडेर पनि बीचमा दूरीले खेल्न थालेको धेरै भएको थियो। यहाँ केही त मिलाउनु पर्नेछ, यहाँ केही त मिलाउनु पर्नेछ, सायद प्रकृतिलाई थाहा थियो। प्रकृतिले हामी दुईलाई घरबाट धेरै टाढा पहाडी सहर सिमलामा बोलायो, पानी पार्यो र हामी दुईलाई एउटा छाता दियो। हामीले छाता ओढ्यौँ र एकले अर्कोलाई पानीबाट जोगाउन खोज्दै हिँडिरह्यौँ धेरै बेर। धन्यवाद। प्रकाश, यो कविताको शीर्षक प्रकाश। प्रकाशको कुरा गर, तर सधैँ प्रकाशको मात्र कुरा नगर। प्रकाशको कुरा गर, तर सधैँ प्रकाशको मात्र कुरा नगर। सम्झिराख, एकदम कडा उज्यालो अँध्यारो समान हो। धन्यवाद। बसन्त, बसन्त। बाहिरी संसारमा जतिसुकै मौसम र ऋतु होस्, जुनसुकै मौसम र ऋतु होस्, तिम्रो मनमा रङहरू खुलेका छन् भने, फुलहरू फुलेका छन् भने सम्झनु तिमी बसन्तमा छौ। धन्यवाद। अब यो एउटा कविता चाहिँ त्यो प्यालेस्टाइन र इजरायलको जुन युद्ध भइरहेको अलिक केही महिना अगाडिको समयमा त्यो बालबालिकाहरूको हत्या अनि त्यो सब समाजको अवस्था देखेर एकदमै सम्हालिन नसकिने खालको अवस्था भएको बेलामा लेखेको हुँ। यो कविता प्यालेस्टाइनी बालबालिकाहरूलाई समर्पित गरेर लेखेको छु। यसको शीर्षक हामीलाई नमार। हामी यहाँ भर्खरै आएका छौँ। हामी आउनुको कारण छ। तिमीले गर्दा गर्दै बाँकी रहेको काम हामी पूरा गर्न चाहन्छौँ। तिम्रो सपनामा लागेको धुलो झारेर तिमीले उठाएको सभ्यतालाई हामी चम्काउन चाहन्छौँ। वातावरणमा बढेको छ प्रदूषण, बढेको छ तापक्रम, सङ्कटमा परेको छ प्रकृति। प्रदूषणलाई घटाएर जीवनको समय बढाउन चाहन्छौँ। अलिकति सपना आफैले पनि देख्न चाहन्छौँ। नयाँ बिरुवा रोप्न, नयाँ बाली लगाउन, नयाँ स्कुलहरू बनाउन चाहन्छौँ। लिएर रङहरू प्रकृतिबाट तिमीले बनाउँदा बनाउँदै छोडेको चित्र पुरा गर्न चाहन्छौँ। तिमीले बनाउँदा बनाउँदै अधुरो रहेको सङ्गीतलाई पूर्ण गर्न चाहन्छौँ। हामीलाई नमार मान्छेहरू, घाइते नबनाऊ हामीलाई। हामी तिम्रै प्रतिकृति हौँ, तिम्रै रगत र तिम्रै संवेदना हौँ, तिम्रै आँखाको ज्योति। हामी तिम्रो भोलि हौँ, हामीलाई नमार। अब यो एउटा कविता वस्त्र, हामीले लगाउने गरेको वस्त्र। गेरु, सेतो, पहेँलो, रातो वा अरू कुनै रङको खास वस्त्र लगाएर आऊ नभन। वस्त्रमा ज्ञान हुँदैन, वस्त्रमा शान्ति हुँदैन, वस्त्रमा असीम आनन्द हुँदैन, वस्त्रमा त अहङ्कार हुन्छ। मैले खोजेको अहङ्कार होइन। मलाई मेरै किसिमले आफूभित्र पस्न देऊ, भित्रको गहिराईलाई भेट्न देऊ। प्रकृतिको काखमा निर्धक्कसँग बसेर जीवनको बारेमा, प्रेमको बारेमा,
हामीलाई नित्य प्राप्त भइरहने आशीर्वादको बारेमा मनन गर्न देऊ। वस्त्र त केवल आवरण मात्र हो, बाहिरी सतहको मात्र कुरा गरेर मेरो बाटोमा तगारो नलगाऊ। धन्यवाद। यो एउटा कविता हामीमा अनेक खालका प्रश्नहरू आइराख्छन्। हामीले अर्काको बारेमा पनि आफूभित्र प्रश्न गर्छौँ, आफ्नै बारेमा पनि कहिलेकाहीँ प्रश्न गर्छौँ, आफ्नो बारेमा प्रश्न अलिक कम गर्छौँ होला। किनभने हामीले भनौँ न बाहिर हेर्ने र भित्र हेर्ने दुइटै गर्नुपर्नेमा बाहिर हेर्ने बढी गर्छौँ होला। भित्र पनि कहिलेकाहीँ हेऱ्यौँ भने हामी आफूलाई पनि प्रश्न गर्न थाल्छौँ। अब यसै यो बाहिर भित्र हेर्ने सन्दर्भहरूको बिचमा मलाई प्रश्नमाथि एउटा कविता लेख्न मन लाग्यो र यो कविता मैले लेखेँ। यसको शीर्षक हो प्रश्न। तिमीले कहिल्यै अग्लो पहाडको टुप्पोमा अझ अग्लोसँग बसेको पत्थरमा बसेर निलो आकाशतिर हेरेका छौ? समुद्रमा शक्ति हुन्छ भने चाहिँ गरेर समूहमा शक्ति हुन्छ भने चाहिँ गरेर झुप्पा बसेका बादलहरूलाई हेरेका छौ? चिन्ताहरूभन्दा माथि उठेर स्वतन्त्र दगुरिरहेका भुइँकुइरोहरूलाई हेरेका छौ? तिनले छोइदाको रमाइलो अनुभव गरेका छौ? तिमीले उचाइबाट संसारलाई हेरेका छौ? रमाइलो मात्र त नदी किनारको ढुङ्गामा बसेर दुवै किनाराहरूलाई स्पर्श गर्दै बगिरहेको सफा पानी हेर्दा पनि हुन्छ। तर उचाइमा पुग्नु भनेको के हो? आकाशको नजिकै पुगेर ताराहरू र बादलको नजिकै पुगेर अझ माथि उड्ने चाह बनाउनु भनेको के हो? बाँकी धेरै मान्छेहरू फेदीमै छोडिँदा एक्लो उचाइले दिने सार्थकता वा निरर्थकता के हो? यी सबै जान्न त तिमीले एकपटक उठ्नै पर्छ र पलाउनै पर्छ तिम्रो पखेटा। तिमीले हिम्मत गर्नै पर्छ। के तिमी त्यसको लागि तयार छौ? धन्यवाद। यो दुईटा कविता चाहिँ म गएको साल अप्रिलमा यो उत्तराखण्डको रानीखेत भन्ने ठाउँमा गएको थिएँ। अप्रिलमा जाँदा पनि चिसो थियो अनि त्यो एकदम हरियाली भएको एकदम त्यो स्पिरिचुअल टाइपको ठाउँ रहेछ। एकदम आनन्द हुने त्यहाँ। अनि मन्दिरमा जाँदा पनि आनन्द हुने, प्रकृतिको छेउमा जाँदा पनि आनन्द हुने। एकदम चाहिँ यो सबै चिजभन्दा अलिक छुट्टै खालको अनुभूति भएको ठाउँ रहेछ। अनि हामी त्यहाँ कलकत्ताबाट आएको दुईजना लेखकहरू अनि इजरायलबाट आउनुभएको एकजना लेखक हुनुहुन्थ्यो, लोकल लेखकहरू हुनुहुन्थ्यो। अनि म यहाँबाट म गएको थिएँ। अनि हामीले साँझमा एक दिन साँझमा त्यो नजिकै हामी बसेको नजिकै एउटा जङ्गलमा एकछिन वक गर्ने हिँडौँ बेलुका इभिनिङ भनेर हिँड्यौँ। त्यो हिँड्दाखेरि हामी जति भित्र जाँदै गयौँ त्यो घाम अस्ताउने क्रम, चराहरूको आवाज मधुरो हुँदै जाने क्रम त्यो सबै भयो। तर एउटा निश्चित बिन्दुमा पुगेर हामी फर्क्यौँ। त्यहाँदेखि त जान नहुने अवस्था थियो। त्यो भारतीय आर्मीहरूको एकदम उनीहरू कन्ट्रोलमा भएको एरिया भएकोले हामी फर्किनु पनि पर्थ्यो। अनि त्यही सन्दर्भमा मैले त्यहाँबाट फर्केपछि लेखेको यो कविता अनुभूति 1। साँझपख जङ्गलको बाटोमा हिँडिरहेको थिएँ। रात आएर पहिले मेरो पाउमा स्पर्श गर्यो, म हिँडिरहेँ। त्यसपछि रात बिस्तारै मेरो घुँडातिर सर्यो, त्यसपछि तिघ्रामा र फेरि कम्मरमा चढ्यो। रातलाई साथमै बोकेर हिँडिरहेँ। रात जसरी मेरो शरीरमा चढ्दै गयो, निरवता भाक्लिँदै गयो र चराहरूका विभिन्न चिरबिरी मधुर हुँदै गयो। रात मेरो पेटबाट माथि चढ्यो र छातीमा पुग्यो। म छातीमा रात बोकेर चराको मधुरो गीतको तालमा पाइला चाल्दै हिँडिरहेँ। रात मेरो घाँटीतिर उक्लियो र आँखासम्म पुग्यो। मैले बाहिरको आफूलाई देख्न छोडेँ। रात मेरो घाँटीतिर उक्लियो र आँखासम्म पुग्यो। मैले बाहिरको आफूलाई देख्न छोडेँ। उभिरहेका सल्लाका रुखहरूलाई देख्न छोडेँ। आकारहरूलाई देख्न छोडेँ।
खुट्टा अघि बढिरहे र म क्रमशः भित्रको गहिराइमा प्रवेश गरेँ। शून्यमा जस्तो, ध्यानमा जस्तो। रात मेरो मस्तिष्कमा चढ्नु अघि नै मैले जङ्गल यात्राबाट निस्कनुपर्छ। मभित्र यो सोच जागृत भयो र निभि नसकेको चराको मिठो आवाज बोकेर जङ्गलको किनारामा आएँ। त्यहाँ बाहिरको कृत्रिम उज्यालोमा मानिसहरूको चहल पहल बाँकी थियो। धन्यवाद। यो अनुभूति 2 यो पनि मैले त्यहीँ लेखेको। एक दिन दिउँसो अलिकति सानो हाइकिङ जस्तो गर्दै गएँ र एउटा डाँडाको माथि पुगेपछि त्यो सानो हेलिप्याड जस्तो, तर हेलिप्याड होइन, त्यसो सम्म परेको ठाउँ भेटियो। अनि त्यहाँ बसेर सबै चारैतिर फर्केर हेर्दै थिएँ। अनि पर पल्लोपट्टिको डाँडामा केही मान्छेहरूले रुख काटिराखेको थिए। अनि एकछिन रुख काटिराखेको हेर्दाखेरि एउटा विचार ममा आयो। अनि त्यही विचारले यो कविता लेखायो। यो कविताको शीर्षक हो अनुभूति 2। पहाडमाथि हरिया रुखहरूको फेदमा बसिरहँदा चिसो हावाले छोइए जस्तो गरी एउटा सोचले छोयो। यी रुखहरू किन रुख भए र म चाहिँ किन मानिस भएँ? म रुख भएको भए शीतल छाडी दिन्थेँ, बलियोसँग पक्रेर माटोलाई पहिरो खस्नबाट जोगाउँथेँ, उमार्थे पानी धरतीभित्र र समस्त जीवनलाई प्राण दिन्थेँ, उठ्न अग्लो हुन र उभिन प्रेरणा दिन्थेँ। पर मानिसहरू रुख काटिरहेका छन्, पहाड खोसिरहेका छन्, चट्टान फुटाइरहेका छन्। प्रकृति हामी कसैको पनि होइन, प्रकृति हामी कसैको पनि होइन र त्यसैले हामी सबैको हो। प्रकृतिलाई जस्तो छ त्यस्तै रहन दिए कस्तो हुन्थ्यो। धन्यवाद। मैले बाटोमाथि पनि केही कविताहरू लेखेको छु। बाटोमाथि, गाउँमाथि, त्योमध्येको 2-3 कविता यहाँ आज वाचन गर्छु। बाटोमा हिँडिराख्दाखेरि कहिलेकाहीँ विचित्र जस्तो लाग्छ बाटोलाई सम्झेर, त्यही कविता यहाँ वाचन गर्छु। म जन्तीहरूको लागि हुँ, म मलामीहरूको लागि पनि हुँ। म अस्पतालतिर गइरहेको वर्षायामको बादल जस्तो धमिलो चिन्ताको लागि हुँ। म अस्पतालबाट घर फर्किरहेको हिउँदको घाम जस्तो न्यानो आशाको लागि पनि हुँ। म मन्दिर बनाउने श्रद्धाको लागि हुँ। म मन्दिर भत्काउने घृणाको लागि पनि हुँ। म बालबालिका, युवा र वृद्धहरूको लागि हुँ। म चराचुरुङ्गी र हिंस्रक जनावरहरूको लागि पनि हुँ। अनेकौँ युगका अनेकौँ व्यक्तिहरूका अनेकौँ कथाहरू मसँग छन्, तथापि ती एकदम सुरक्षित र गोप्य छन्। म बाटो हुँ, समय र घटनाहरूदेखि तटस्थ। म शान्त तपस्या हुँ। तिमी बाटो हुन सक्छौ। धन्यवाद। यो बाटोकै कविता हो, तर मैले छोरी मान्छेको कविता पनि 1-2 लेखेको छु। हुन त छोरी मान्छेको, नारीहरूको भनौँ, त्यो अनुभूति, त्यो भोगाइको त्यो तीव्रतालाई मैले अनुभव गरेर लेख्न सक्छु होला भन्ने लाग्दैन। उहाँहरूले नै लेखेदेखि त्यो अझ बढी सशक्त, जीवन्त र वास्तविक भएर आउँछ होला। तर यसो सोचेँ, हामीले लेखेर पनि के बिग्रिन्छ? कोसिस गर्दा हुन्छ। अनि हामीले आफूलाई त्यहाँ आरोपण गरेर कविता लेखेर हेऱ्यौँ भने त्यो संवेदनाको केही बाछिटाहरूले हामी पनि छोयौँ भने, त्यो समानुभूतिको भाव हामीमा पनि आयो भने त्यसले त राम्रै प्रभाव हामीलाई पनि पार्छ होला, हाम्रो व्यवहारलाई पनि पार्छ होला भन्ने सोचले मैले कविता लेखेँ। म 2 कविता पढ्छु। यो 2 कविता चाहिँ मैले छोरीहरूको लागि लेखेको। यो कविताहरू हाम्रो इन्दुजीलाई थाहा छैन। अघिको सिमलाको कविता पनि थाहा थिएन होला जस्तो लाग्छ।
बाटो, यसको पनि शीर्षक बाटो नै राखेको छु। म अब सहर जान्छु पढ्न, हुर्कँदै गरेकी छोरीले आमालाई भने। आमाले छोरीको अनुहारमा हेरिन् र चुपचाप गाग्री बोकेर इनारतिर लागिन्। म अब बजार जान्छु सिनेमा हेर्न। आँखामा इन्द्रेणी बोलाउँदै गरेकी छोरीले आमालाई भनिन्। आमाले छोरीको चढ्दै गरेको रङ हेरिन् र चुपचाप कोदालो बोकेर खेततिर लागिन्। म अब हिमालतिर जान्छु माथि उचाइमा पुग्न। शरीरलाई तनक्क तन्काउँदै छोरीले आमालाई भनिन्। आमाले छोरीका पाउहरूतिर हेरिन् र चुपचाप भकारो स्वरमा गोठतिर लागिन्। म अब जुलुसमा जान्छु अधिकार खोज्न। हात मुट्ठी पारेर छोरीले आमालाई भनिन्। आमाले छोरीको पाखुरा र सिङ्गै शरीर हेरिन् र चुपचाप भान्साघरतिर पसिन्। आमाले सोचिन्, आफ्नो बाटो त कति छोटो, कति साँघुरो र सानो। छोरीले आफ्नो बाटो आफै बनाओस्, लामो, र त्यसमा हेरोस् निर्धक्क। यो पनि छोरीकै कविता। यसको शीर्षक विद्रोह। विद्रोह। मेरो जन्म नै एउटा विद्रोह थियो। मेरो जन्म नै एउटा विद्रोह थियो र म छोरी भएर बाँच्न पाउनु जन्मनुभन्दा ठुलो विद्रोह थियो। मैले स्कुल जान पाउनु अर्को विद्रोह थियो। मैले गीत गाउनु, हाँस्नु, आफ्नो मनलाई सुन्नु र बल गरेर आफ्नो मस्तिष्कलाई अभिव्यक्ति दिनु, सोझो भएर उभिनु र गलतमा औँला उठाउनु एक एक विद्रोह थियो। कार्यालय जानु र काम गर्नु विद्रोह थियो। भोट हाल्नु र त्यसपछि जनप्रतिनिधि बन्नु विद्रोह थियो। समय बदलिँदै जाँदा हरेक समयमा म छोरीले समयसँग लडिरहनु पर्यो। अब कुन दिन घुप्लुक्क पल्टिन्छु र निदाउँछु लामो निद्रा, सायद त्यो पनि विद्रोह नै मानिनेछ यथास्थितिको विरुद्धमा। धन्यवाद। यो कविताको शीर्षक मखुन्डो। हामीसँग धेरैवटा हामी छौँ अनि कति ठाउँमा हामी आवश्यकता अनुसार कुन चाहिँ आफूलाई प्रयोग गर्नुपर्ने हो प्रयोग गर्छौँ, तर त्यति गर्दाखेरि कहिलेकाहीँ अरूलाई के असर पर्छ सोच्दैनौँ। अनि तर भन्ने बेलामा चाहिँ अरूलाई भन्दा चाहिँ आफू चाहिँ एउटा आफू मात्र भएको कुरा पनि गर्छौँ। यो कविताको शीर्षक मखुन्डो। तिमीले सुरक्षाको लागि मुख छोपेको होला, स्वास्थ्य र जीवनको आशा जोगाएको होला, तर मखुन्डोले त तिम्रो परिचयलाई नै छोप्यो। जीवनको पर्याय तिम्रो मुस्कानलाई नै छोप्यो। मैदानमा उत्रेको तिम्रो आत्मविश्वासलाई पनि छोप्यो। भ्रमहरू मात्र बाँकी राखेर सत्यको न्यानो आभा छोप्यो। यति कमजोर भएर पनि बाँच्नु, आफैबाट लुकाएर आफूलाई यति छद्म भएर पनि बाँच्नु, गुमाएर जीवन जिउँदो हुनुको लालीमा यति उकुस-मुकुस भएर पनि बाँच्नु, यस्तो पनि बाँच्नु। मखुन्डो कहिले पनि मान्छेको असल मित्र हुन सक्दैन। धन्यवाद। अब यो एउटाको कविता। यसको शीर्षक अन्धोपन। अन्धोपन। मैले आँखा देखिन भनेर तिमीले मलाई अन्धो भन्यौ। मैले आँखा देखिन भनेर तिमीले मलाई अन्धो भन्यौ। आँखा देख्ने कुरा त उज्यालोमा मात्र हो, अँध्यारोमा त हामी सबै समान छौँ। उनीसँग भेट भएपछि कहिलेकाहीँ हामी हाम्रै कलिगहरूलाई यताउता कतै हेर्दा पनि डराउनु पर्ने अवस्था छ। अहिले अनेक किसिमका अप्ठ्याराहरू आइलाग्छन्। अनि त्यसले मलाई हेऱ्यो, त्यसले मलाई के सोचेर हेऱ्यो, यस्तो अनेक कुराहरूसँग झुकेर अहिले बहुत गाह्रो छ।
सामान्य मान्छेलाई पनि गाह्रो छ, लेखकहरूलाई पनि एकदमै गाह्रो छ। के लेख्न हुने, के लेख्न नहुने, भनौँ न हाम्रो जस्तो मल्टिकल्चर भएको ठाउँमा त कुनै कल्चरको बारेमा लेख्न हुने कि नहुने, कसरी लेख्नुपर्ने एकदमै अप्ठ्यारो अवस्था छ। अनि यहाँ चाहिँ यो अवस्थाबाट तर हामी जोगिएर लेख्नुपर्छ र सचेत भएर लेख्नुपर्छ भन्ने चाहिँ हामीले आफूभित्र राख्नुपर्छ। त्यो 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 हिक्का चाहिँ हामीभित्र राख्नुपर्छ भन्छु। अनि यो एउटा त्यस्तै खालको कविता हो, उनीसँग भेट भएपछि भन्ने यसको मैले शीर्षक राखेर लेखेको छु। उनीसँग भेट भएपछि मैले उनलाई गहिरिएर हेरेँ। मैले यसरी हेरेको उनले थाहा पाइनन् मलाई थाहा छैन। तर मसँगै बसेकी अर्की नारीले मेरो कानेनेर भनिन्, त्यसरी नहेर। पुरुषले नारीलाई हेर्न थाल्यो भने मानिसहरूको मनमा शङ्काको बादल उठ्न थाल्छ। उनी सुन्दर थिइन्, अद्वितीय, तर म उनको सौन्दर्यबाट मोहित भएको थिइनँ। उनीभित्र अनेकौँ व्यथाहरू थिए, दुःखका। मैले त्यो देखेँ, म त्यसैलाई ध्यानपूर्वक पढ्दै थिएँ। धन्यवाद। 2022मा म ढाका गएको थिएँ। अनि त्यहाँ विश्व साहित्य केन्द्रमा हामी नेपालबाट 2-3 जना गएका थियौँ। हामीलाई एउटा साहित्यिक कार्यक्रम गरेर स्वागत पनि गर्ने अनि कविता वाचनको कार्यक्रम पनि गर्ने भनेर कार्यक्रम आयोजना भयो। त्यो बेलामा त्यहाँ त्यो बेलाका प्रसिद्ध कविहरू अहिले बितिसक्नुभयो 2 जना त होइन। नुरुल हुदा डाइरेक्टर जेनरल हुनुहुन्थ्यो बाङ्ला एकाडेमीको, उहाँ मसँगै बस्नु भएको थियो। अनि असद चौधरी बितिसक्नुभयो, एकदमै सिनियर कवि, उहाँ मसँगै बस्नु भएको थियो। अनि उहाँ अरू त्यस्तै कविहरू पनि हुनुहुन्थ्यो। अनि त्यो कार्यक्रम चल्दा मलाई हुदा साहबले बिस्तारो के भन्नु भने ढाकाको अरू कार्यक्रम के छ भनेर सोध्नुभयो। अनि मैले भने त्यस्तो खासै त बनाएको छैन, तर हामी कोक्सेस बजार जान्छौँ होला भने। अनि उहाँले के भन्नु भने कोक्सेस बजारमा त्यहाँ नुरुल हुदा प्लेस भन्ने एउटा ठाउँ छ समुद्रको उसमा छेउमा, उहाँ त्यहीँको मान्छे। अनि कोक्सेस बजार जान्छौँ भने त्यहाँ जानु र समुद्रलाई कविता सुनाउनु। सधैँ हामीले मात्र उसको सुन्ने अथवा लेख्ने होइन, यसपालि समुद्रलाई कविता सुनाउनु भन्नुभयो। कस्तो मलाई एक खालको त्यो हुन्छ नि, झसङ्ग जस्तो पनि भएँ, काँडा उम्री जस्तो पनि भयो। अनि पछि होटलमा आएपछि सम्झेँ, मजा आयो कि समुद्रलाई कविता सुनाउनु। अनि त्यसपछि अब समुद्रलाई भोलि त जाँदैछु। अनि मैले बेलुका एउटा कविता लेखेँ। मेरो चाहिँ फेरि कस्तो छ भने मैले यहाँ सुनाउनको लागि लेख्नुपर्छ भनेर म लेख्न सक्दिनँ। कविताले मलाई अब लेख भनेपछि मात्र लेख्न सक्छु, भावनाले, अनुभूतिले। त्यो दिन बेलुका त्यस्तै भयो। अनि मैले यो कविता लेखेँ। यसको शीर्षक समुद्र। कोक्सेस बजार गएर मैले त्यो हुदा प्लेसमा त यो सुनाइनँ होइन, तर यो कविता मैले लेखेँ। समुद्र। तिमीले नदीका हातहरूबाट खोस्राउँदै बगाउँदै लगिरह्यौ मेरो मासु जस्तो माटो ढुङ्गा। हिउँ पग्लेर बनेको मेरो रगत जस्तो कञ्चन पानी र झरना, मेरा सपना जस्ता वनस्पति र हरियाली र तिनीहरूबाट मैले पाएका कविता जस्ता अनुभूतिहरू तिमीले कहिल्यै सोधेनौ यसरी चोइट्याएर लैजानुहुन्छ कि हुँदैन। मैले अवाक भएर सधैँ हेरिरहेँ यो दृश्य, केवल हेरिरहेँ। म हिमालयको कवि आज आफै आएको छु तिम्रो सामु, आँसुले लेखेको कविता बोकेर। समुद्र, आज तिमी चुपचाप सुन मेरो कविता, मेरो अभ्यन्तरको आवाज, मेरो पीडापूर्ण अनुभूति। भागेर कहाँ जान्छौ आज, बाँधिएका छौ किनाराहरूले चारैतिरबाट। धन्यवाद। यो अब गाउँको कविता, गाउँबाट आएको, 40 वर्ष भइसक्यो काठमाडौँमा बसेको, तर पनि कस्तो भने सहरको भन्नै आउँदैन, यहीँ बसेर पनि। अनि हामी चाहिँ गाउँ बोकेर सहर भोगेर बस्दा रहेछ।
अनि त्यो अन्तर्विरोधले हामीलाई कस्तो अप्ठ्यारो पनि कति ठाउँमा बनाउँदो रहेछ। मभन्दा पछिको जेनेरेसनले गाउँ बोक्दैनन्, गाउँका कति कुराहरू थाहा पनि पाउँदैनन् उनीहरूको लागि, अनि उनीहरूको वान वे भयो सबै कुरा। हाम्रो जेनेरेसनसम्म चाहिँ त्यो दुइटै बोकेर बस्नुपर्ने त्यो विडम्बनापूर्ण अवस्था छ। अनि कहिलेकाहीँ त्यही अवस्थालाई अभिव्यक्त गरेर हामी लेख्छौँ। त्यसरी नै लेखिएको मध्येको एउटा यो कविता हो गाउँ। यसपालि गाउँमा ढिकी थिएन, जाँतो पनि थिएन, कहाँ गए होला यी दुवै एकसाथ। मेरा अनेकौं सम्झनाहरू यिनै ढिकी र जाँतोहरूसँग जोडिएर बसेका छन्। यी झिकिएपछि गाउँ थोते भयो मेरो लागि, कुरूप पनि। हराभरा त केवल मेरो सम्झना मात्र छ। त्यो सम्झना पनि उमेर उकालो लाग्दै जाँदा थाक्छ, पाक्छ र कुन दिन अनायस गर्लममा ढल्छ। सम्झना जमिनमा ढलेर लम्पसार परेको दिन गाउँ पनि सकिन्छ। धन्यवाद। यो गाउँकै अर्को कविता। अब गाउँ भनेर मैले जस्तो सम्झिन्छु, मेरो अहिले सम्झनामा जस्तो आउँछ स्मृतिमा, गाउँमा गयो भने गाउँ त्यस्तो छैन। यो कविताले पनि भन्यो गाउँमा मान्छे नै छैन, कस्तो समस्या छ कि। अनि त्यस्तो केही पनि नभएको पनि गाउँ हुन्छ भने जस्तो पनि लाग्छ। तर आजको यथार्थ फेरि त्यही पनि हो। त्यस्तै सन्दर्भमा एउटा कविता छ गाउँ। गाउँमा विकास पसेको हो वा विनाशले जरा गाडेको। पहेँलै तोरी फुल्ने, काने खुसी गर्दै कुलेसाहरूमा कुलुलु बग्ने पानी, हिलो सँगै छ्यापेर सद्भावना र प्रेम, बेठी लगाउने, धान नाच्ने र मङ्सिरमा खलो उभिने ठाउँ खोइ। मासेर जीवन भरिएको हरियाली, टुक्रा टुक्रा घरेरी भएछ गाउँ। धुर र कट्ठामा सीमित भएको नाफा नोक्सानको तराजु भएछ गाउँ। खोइ तन्नेरी हत्केला र पाखुरा अरबमा पसिना चुहाउँदैछन्। खोइ सिर्जनाको भाखा, खोइ फुलेका मखमली र बाबरी फुल परदेशमा आँसु खसाउँदैछन्। खोइ हावासँगै नाचिरहेका बरपिपलका बोट, खोइ झुप्पा झुप्पामा फरफराइरहेको सपना, खोइ बिहानको कलिलो घाम जस्तो आशा। खोइ छुट्याउन नसकेर उधारमा परेको छु। गाउँमा विकास पसेको हो वा विनाशले जरा गाडेको। धन्यवाद। अब गाउँकै अर्को कविता। गाउँमा त रुख बिरुवाहरू हुन्छन्, घरमास्तिर बाँसझाङ हुन्छ, चराहरू कराउँछन्। हाम्रो सम्झनाको गाउँमा त्यस्तो चिजहरू हुन्छन्। हामीले बाँचेको गाउँमा त्यस्तै थियो। अनि त्यही एउटा यो कविता गाउँ। हिँड्नु, शिर ठाडो पारेर हिँड्नु, अगाडि हेरेर उभिनु सोझो भएर, गर्वको साथ हामीले जसरी। घर मास्तिरको बाँसझाङका बाँसहरूले बारम्बार भनिरहन्छ। हिँड्नु, शिर ठाडो गरेर अगाडि हेरेर उभिनु सोझो भएर, गर्वको साथ हामीले जसरी। घर मास्तिरको बाँसझाङका बाँसहरूले बारम्बार भनिरहन्छन्। बाँसझाङमा धेरै बाँसहरू एकदम सोझो उभिएका भए तापनि केही त नुहेका पनि छन्। लज्जावतीको सौन्दर्य त्यहाँ छ। सभ्यतामा, विनम्रता र मर्यादामा कहिलेकाहीँ झुक्नु पनि पर्छ। झुक्नु, तर झुक्दा लुत्रुक्क नपरी मुस्कुराउँदै फुर्तिले खुसी साथ झुक्नु हामीले जसरी। घर मास्तिरको बाँसझाङका बाँसहरूले पटक पटक यसो पनि भनिरहन्छ। धन्यवाद। गाउँकै अर्को कविता। गाउँमा बालबालिकाहरू छैनन्। कस्तो हुन्छ बालबालिकाहरू नभएको गाउँ। गाउँमा युवाहरू पनि छैनन्। युवाहरू नभएपछि बालबालिकाहरू पनि हुँदैनन्। बालबालिकाहरू नभएपछि कहाँ बस्छन् भगवान् गाउँमा। गाउँमा मुस्कान छैन, चञ्चलता छैन, त्यसैले काउकुती लगाउँदै बग्ने नदी छैन। नदी नभएपछि गाउँमा गति छैन। गति नभएपछि प्रगति पनि छैन। जीवनको हरियो छैन। कसरी आउँछ भोलिको बिहान थाहा छैन।
पुरानो भत्किँदै गरेको मन्दिर त छ, तर ईश्वर छैन। गाउँ टापु जस्तो छ, एक्लो र उदास, गाउँमा गाउँ छैन। धन्यवाद। अब बाटोको एउटा अर्को कविता सुनाउँछु। घरको बारदलीमा बसेर घरसँगै जोडिएको बाटो हेरिरहेको छु। पहिला पहिला यो बाटो मलाई सधैँ घरबाट बाहिर लिएर जान्थ्यो, टाढा टाढासम्म ठुलो संसारमा, र अबेला भइसक्दा पनि घर फर्कन अटेर गर्थ्यो। अहिले यो बाटो जति बेला पनि मलाई घरमा लिएर आउन मात्र हतार गर्छ। घर आइसकेपछि बाटो पनि मेरो उमेर जस्तै थाक्छ कि के हो, फेरि घर बाहिर जान अल्छी गर्छ। तर यही बाटो मेरा छोराछोरीलाई भने घरबाट बाहिरै मात्र लिएर जान हतार गर्छ। उनीहरूसँग कुरा गर्छ, गीत गाउँछ, उनीहरूसँगै मुस्कुराउँछ। घरको बारदलीमा बसेर घरसँगै जोडिएको बाटो हेर्दै सोचिरहेको छु, बाटो र मान्छेको उमेर बिचको सम्बन्ध जीवनको क्यानभास हेर्दा रमाइलो लाग्छ। धन्यवाद। अब म अलिकति समय बाँकी छ, त्यसैले अर्कोबाट केही कविताहरू वाचन गर्छु। चराहरू, यो कविताको शीर्षक चराहरू। चराहरू भागिरहेका छौ यहाँदेखि त्यहाँसम्म, त्यहाँदेखि यहाँसम्म। शिकारीहरू पछि पछि दगुडिरहेका छन्, गौडा गौडामा ढुकिरहेका छन्। विषाक्त भइरहेको छ समय। कसरी गाउँछौ गीत स्वतन्त्रताको, कसरी फैलाउँछौ सौन्दर्य जीवनको, कसरी सिर्जन्छौ लय प्रेमको। चराहरू मेरो हृदयमा आएर बस, चराहरू मेरो हृदयमा आएर बस। त्यहाँ उड्नलाई आकाश छ, खेलिरहेको बादल छ। कहिलेकाहीँ मन बोझिलो हुँदा वर्षा हुन्छ, तर त्यो केही बेरमै रोकिहाल्छ। सबैभन्दा ठुलो कुरा, मेरो हृदयमा शिकारीहरू छैनन्, जालहरू छैनन्। चराहरू मेरो हृदयमा आएर बस। धन्यवाद। यो कविताको शीर्षक हो जाडोमा। जाडोमा जाडो बढिरहेको छ। जाडो छल्नलाई मसँग बाक्लो लुगा त केही छैन, तर जाडोमा मलाई आगोले उसको वस्त्र दिन्छ, आगोले उसको न्यानो दिन्छ। दिन त आगोले उज्यालो पनि दिन्छ, तर जाडोमा मलाई उज्यालो भन्दा पनि न्यानो नै प्रिय छ। जीवन रह्यो भने उज्यालो त पछि पनि कमाउन सकिन्छ। जीवन रह्यो भने जाडोकै विरुद्धमा पनि उठ्न सकिन्छ। धन्यवाद। अब एउटा कविता सुनाउँछु। यो हिँड्यौ भने, हिँड्यौ भने, हिँड्यौ भने पुग्नेछौ अगाडि। भेट्नेछौ नयाँ पात पलाएका हरिया वृक्षहरू, देख्नेछौ चराहरू र सुन्नेछौ उनीहरूका आवाजहरू। देख्नेछौ भावना जस्तै बादलको उडान, भेट्नेछौ नदीहरू, झरनाहरू। बाटो, खेत, सिमाना र भिरपहराहरू, भेट्नेछौ मानिसहरू र उनीहरूको सम्बन्धको न्यानोपन अनि षड्यन्त्रको चिसा त्रासहरू। अनुभव गर्नेछौ थकाइको, पसिनाको, चिसो हावाको स्पर्शको। अनिश्चित तर बहुमूल्य जीवन पाएका छौ। हिँड्यौ भने अनुभव गर्नेछौ जीवनको। हिँड।
धन्यवाद।